गरिएको छ, मृत्युदण्ड कसैलाई दिइने छैन भन्ने कुरा संविधानको धारा 16 को 1 मा चाहिँ स्पष्ट भनेको छ। तर यति भन्दै गर्दाखेरि चाहिँ देशमा जघन्य अपराधहरू भइराखेका छन्, छोरी चेलीहरू दिनदहाडै मरिराखेका छन्, राज्यले चाहिँ छोरीलाई सुरक्षा दिन सकिराखेको छैन। त्यसो हुँदा चाहिँ दिनदहाडै चाहिँ छोरीहरू चाहिँ मरिराखेको स्थिति छ। हिजो मैले भने अगाडि पनि यो निर्मला पन्तदेखिको प्रकरणदेखि यहाँसम्म आइपुग्दा यो 1 दशकको बिचमा चाहिँ जसरी छोरीहरू मरिराखेका छन्, त्यसकारण पनि कहीँ न कतै यो छोरीहरूलाई न्यायका लागि चाहिँ संविधान बाधक बन्छ भने हामी संविधानलाई पुनरावलोकनको चाहिँ दिशामा लैजानुपर्छ र संविधान संशोधन गरेर फाँसीको सजाय दिनुपर्छ। त्यस अर्थमा हामीले भनिराखेका छौँ। हामीले कसै हावादारी कसैको चाहिँ लयमा हामीले चाहिँ संविधान संशोधन गरेर मृत्युदण्डको कुरा हामीले गरिराखेका छैनौँ। हामीले यो फेरिमा यो घटनाहरूको चाहिँ विश्लेषण गर्दाखेरि यो तथ्यले चाहिँ के देखाइराखेको छ भने हाम्रो समाज अझै पनि सुध्रिराखेको छैन, अझै